हामी चाहिँ नुहाउन आँट्दैछु होइन। हाम्रो चाहिँ यस्तो दामी स्विमिङ पुल छ, देख्न सक्नुहुन्छ तपाईँहरूले। एकदम बाबाले क्लियर आइरहेको छ। यो त नडुबाउनु, यो त डुबाउनु मिल्दैन, यो त डुबाउनु। कोब्रो डुबाउने आँटेको यहाँनिर चाहिँ होइन। ल कति क्लियर आउँछ। सिक्स प्याक देखेको नाम चाहिँ ढेडु रे है। यहाँ चाहिँ हामी धेरै पछि खोला आएको छु। खोला म चाहिँ कोब्रोको पुरै होइन उसले काम गरिरहेको छ यहाँनिर दरोसँग। के काम भनेपछि बाटो बनाउने काम। हामी चाहिँ बाइक लिएर उहाँ खोलासम्म जान्छौँ र आज हामी पुरै साथमा खतरा भ्लग बनाउने। आज धेरै दिनपछि 82 सालको पहिलो भ्लग हो। उहाँ हाम्रो सब्सक्राइबरहरू आउनु हुँदैछ 3 जना। बवाल छ भ्यू चाहिँ होइन। आज चाहिँ 82 सालको पहिलो भ्लग हो होइन। लास्टसम्म हेरेर इन्जोय गरिदिनु होला हाम्रो भ्लगमा चाहिँ सबैजना। तो गाइज भिडियो मन परेमा लाइक शेयर एन्ड सब्सक्राइब है। यहाँनिर हाम्रो नुहाइरहेको छ। ल दुईटाबाट भ्लग गरौँ है कस्तो बवाल आउँछ। कुन 13 मिनी र 11 ब्ल्याकबाट कुनबाट बवाल आउने रहेछ ल हेर्नु। दुईजनाकै गरौँ यस्तै। ब्ल्याकबाट कुनबाट बवाल आउने रहेछ ल हेर्नु। दुईजनाकै गरौँ यस्तै। क्यामेरा क्वालिटी चेक गरौँ है गाइस। क्वालिटी चेक गरेको दुईटाबाट हामीले यहाँ क्वालिटी चेक गरेको दुईटाबाट हामीले यहाँ मस्त लगाएर ल गोप्रोको वाइड एङ्गल र होइन 13 मिनीको वाइड एङ्गल चेक गरिरहेको छौँ। गोप्रोको होइन सिनेमेटिक हानेको चाहिँ एउटा टक्को लगाएर यस्तो दामी सिनेमेटिक कस्तो लाग्छ होइन कमेन्ट गरिदिनु होला। हामी नुहाउन आइसकेको छु खोलामा। पुरा यस्तो बवाल छ नि बो पछाडि अन्त नजारे कुछ अलग ही सीन है भैया जी। आम्बो यस्तो घाम लागिरहेछ नि, यस्तो डेन्जर घाम लागिरहेछ। बवाल छ बवाल। उहाँ एउटा आउँदैछ पछाडि हावाले यस्तो गर्मी छ, घाम त्यस्तै डेन्जर लागिरहेछ। खतरा दामी देखिरहेको छ यहाँनिर चाहिँ हाम्रो नहान्ने अरे केटाहरू चाहिँ। धमिलो भइगयो। अब यहाँबाट म यतिको तलबाट यस्तै हाम हाल्छु। ओए बवाल चाल्दै हुँदैछ यहाँनिर चाहिँ। लुगाएर त ढुकाइछु माथिबाट हाम हाल्छ क्या। अब म यहाँबाट उता जान्छु, यहाँबाट उता जान्छु। टक्क लगाएर देख्न सक्नुहुन्छ तपाईँहरूलाई यहाँ नुहाइरहेको छ ग्याङहरू। गोप्रो डुबाउने आँटेको यहाँनिर चाहिँ होइन। अब गोप्रोबाट भ्लग गर्छु ल टक्क हेर्ने देखिने भ्लग भइसकेको छ ल। 0.5बाट देखाएर ल कति क्लियर आउँछ, क्लियर आउँछ। ल होइन हामी गोब्रो डुबाइसकेको छौँ। यहाँ गोब्रै भनौँ न। एकदम बाबाले क्लियर आइरहेको छ। यो त नडुबाउनु, यो त डुबाउनु मिल्दैन, यो त डुबाउनु मिल्दैन यार। यो डुबायो भने त फेरि पानी खान्छ त।
जाना यार कोही छैन कर्णालीको डल्फिन दाइ दाइ कर्णालीको डल्फिन भन्ने सबैले सुहाउँछ आइफोनबाट हो यार गोरिया हुनुपर्छ फाइनली हामी चाहिँ यहाँबाट पनि नुहाइसक्यो मस्त लगाएर यहाँनिर अब साबुन प्याकिङ गर्दैछ हाम्रो यहाँ डन सिक्स प्याक देखेको देखा न यार के सार लगाएको तिमी पनि एक केटी जस्तो अब हामी चाहिँ नुहाइसक्यो अनि के हुँदो रहेछ भनेपछि उयो भान्जाको नाम चाहिँ ढेडो रे है होइन के अरे भाइ बादल भाइ भन्दै त नाम के अरे बादलको नाम बादल भाइ हो अन्त बादल भाइ नाम के अरे अर्को नाम भन्नु खोजेको के भन्दै त ढेडो रे ढेडो त्यसो नभन न बिचरालाई जङ्गलमै थियो अघि चाहिँ अब हामी चाहिँ नुहाइसक्यो यहाँनिर चट्ट लगाएर अघिदेखि यस्तो दिनै पछि नुहाउने आएको छ गर्मी महिना छ यस्तो डेन्जर घाम लाग्छ एकछिन नुहायो फेरि घर गयो टक्क बाइक धोएर मैले हल्का फल्का धोएर पनि सफा बनाइसकेँ यहाँनिर हुन्छ हाम्रो बोइलर र अब हामीहरू यहाँनिर चाबी टक्क अन गरिहाल्छ अनि हाम्रो स्टार्ट भइहाल्छ ल भ्लग गर टक्क पछाडिबाट देखा म गएको मोटे बारी Wait.